हेलो, अहिले चाहिँ म कामबाट निस्केर भर्खर फर्किरहेको अनि उता पछाडि हो यो जम्मै खाइसाहरू यहाँको कम्पनीहरू के अब के कम्पनी छ हाम्रो चाहिँ त्यो फुडहरूको बनाउने अनि यता पछाडि यो जम्मै कम्पनीहरू अनि आज 9 बजेदेखि आज चाहिँ मेरो काम थिएन अनि फेरि पर्सि 3 दिन हो मेरो आजदेखि 3 दिन अनि पर्सि 1 दिनमा चाहिँ ग्याप हुने भएर अब यहाँ गोल्डन विक भन्छ अनि गोल्डन विकको चाहिँ गोल्डन विकमा चाहिँ छुट्टी हुन्छ नि त अनि त्यही भएर अनि अहिले धेरै इसोगासी छैन क्या त्यही भएर बिजी नभएर अनि शनिबारको हालिदिएको रहेछ सिफ्ट अनि 9 बजेदेखि भएको थियो सधैँ 8 बजेदेखि हुन्थ्यो अनि चाँडै सकियो आज चाहिँ अनि निस्किरहेको केटाहरू चाहिँ छ त्यही गरिरहेको एकछिन अनि म चाहिँ अब निस्किदिएको अनि किनकि फेरि काममा जानुपर्छ बिहान अनि भरे फेरि आउनुपर्छ नि त लास्टै के भन्ने अब लास्ट गाह्रो हुन्छ कि फेरि भरे पनि अनि त्यही भएर अहिले गएर एकछिन सुत्ने अनि काममा जाउँ भनेर निस्किदिएको त्यस्तै हो होइन अब गाहक पनि छुट्टी छ अनि त्यही हो काम गऱ्यो हिँड्यो आज चाहिँ किन त्यस्तो दिउँसो सुतेर आएको थिएँ अनि त्यस्तो गाह्रो भएको छैन नत्र अरू बेला लास्ट गाह्रो हुन्थ्यो यो चाहिँ यता अलिक समुद्रको छेउछाउ हो कि अलिक चिसो हुन्छ उता म बस्छु म त्यहाँ चाहिँ अलिक गर्मी छ यहाँ चाहिँ चिसो छ बिहान भएर नि होला अनि समुद्रको यो छेउमा पर्छ यतातिर अर्को यता साइडतिर समुद्र छ कि नजिकै समुद्रको नजिकै ठाउँ हो अनि यो चाहिँ खाइसाहरू धेरै छ यो एरियामा चाहिँ सो मान्छेहरूको बस्ती धेरै नकाठमा अनि खाइसाहरू चाहिँ धेरै छ एकदम अब म यहाँ गाडीमा आउनु पर्थ्यो अनि सधैँ गाडीमा आउनु पर्थ्यो अनि गाडी चाहिँ अब 15 मिनट पछि आउँछ त्योभन्दा हिँडेर त म पुग्छु भनेर अनि म चाहिँ निस्किदिएको अनि अब फेरि यहाँबाट उता पुग्ने अनि त्यहाँबाट फेरि ट्रेनमा जाने हिजो चाहिँ ट्रेन डिले भएको थियो क्या त्यहाँ मान्छे मऱ्यो अब सुसाइड गऱ्यो के भयो अब त्यस्तै हो जापानिजहरू प्रायः जापानिजहरू ट्रेनमा सुसाइड गर्छ भन्छ तर मैले देखाएको छैन तर अनि हिजो चाहिँ त्यस्तो भएर अनि म आउनु लागेको थिएँ नि अब यहाँबाट फोन आयो कम्पनीबाट अनि ट्रेन डिले हुन्छ अर्को ब्लू लाइन भन्छ अर्को अन्डरग्राउन्डबाट त्योबाट आइज भन्यो अनि म त्यहाँबाट आएँ नि अनि अब अहिले त चल्छ त्यही हो गाइज गाह्रो छ जिन्दगी मेहनत गर्नुपर्छ मेहनत नगरिकन जिन्दगी होइन दुःख नपाइकन दुःख एकदम नभइकन जिन्दगी बुझ्न एकदम गाह्रो हुन्छ क्या त्यही भएर दुःख भएकै गाह्रो भएकै राम्रो हो क्या सधैँ हाँसी खुसी बस्नु भन्दाखेरि चाहिँ अलिकति जिन्दगी बुझ्नु छ नि दुःख पाएकै राम्रो हो दुःख भन्नाले अलिकति काम गर्ने हल्का प्रेसर भयो भने मान्छेको अब केही छैन भने मान्छे बिग्रिन नि सक्छ जे पनि हुनसक्छ होइन बिजी रहनुपर्छ मान्छेको एकदम जस्तो लाग्छ त्यही हो पहिला म पनि अब नेपालमा हुँदाखेरि अब त्यस्तै थियो क्या लापरवाही गरिदिने आफ्नो होइन अब फ्युचरको टेन्सन लाग्न त के गर्ने कस्तो गर्ने तर पनि म यतिकै बसिरहेको हुन्थ्यो क्या अनि अब केहीको मतलबै थिएन अब सबैजना हुनुहुन्थ्यो फ्यामिलीमा पनि सबैजना अनि त्यस पछाडि हेल्प गरिहाल्नुहुन्थ्यो सबैले अब मागेको चाहेको ठाउँमा पुर्याइदिइहाल्नुहुन्थ्यो अनि मतलबै थिएन कुनै कुराको पनि अब तर पछि आफै बुझ्दै गएपछि अलिकति आफूलाई पनि भित्रबाट नराम्रो लाग्न थाल्यो अनि त्यही हो अनि यता छिरियो त्यस पछाडि अब यता छिरिसके पछाडि हल्का अब सुरुमा हुन्छ नि अब धेरै कुराको नराम्रो लाग्छ नि आफ्नो देश छोडे पछाडि त्यस पछाडि अब फ्यामिलीबाट टाढा त्यस पछाडि अन्त मेरो त फ्यामिली दिदीहरू यहीँ हुनुहुन्छ तर पनि भन्दा पनि सबै कुरा अब कति कुरा छैन कति कुरा छ कति कुरा नराम्रो गरे अहिले रिग्रेट हुन्छ नि त अब सबै कुरा गर्दै जाँदाखेरि हैन
पहिलाको कुराहरूको रिग्रेट पनि हुन्छ, पहिलाको कुरा राम्रो नराम्रो सबै देखिन्छ अनि त्यसपछि थाहा हुने रहेछ क्या। त्यही भएर आफूले आफ्नो लागि गर्ने ठाउँमा पुगेपछि मात्र जिन्दगी के हो त्यो बुझिने रहेछ क्या। अनि त्यही हो, अब अहिले पनि मेहनत गरिराखे, अब के हुन्छ हेरौँ, त्यही हो होइन। सो त्यही हो गाइज, अब यो बाटो जानुपर्छ अनि म टक्क त्यहाँ स्टेसनमा पुग्छु अनि त्यस पछाडि हुन्छ। अरू बेला चाहिँ म बिहान यतिखेर आउँदाखेरि यो बाटोमा चाहिँ अब पुरै मान्छेहरू हिँडिरहेको हुन्थ्यो भनेको, अब धेरै मान्छेहरू हिँडिरहेको हुन्थ्यो नि त। अनि अहिले चाहिँ त्यो गोल्डन विक भएर अफिसहरू सबै बन्द भएर सुनसान छ, सुनसान पुरै। अब सब बाहिर घुम्न के गर्न के हुन्छ मलाई थाहा भएन, तर निस्किरह होला त्यस्तो सुनसान छ। यतापट्टि टक्क फुलहरू यस्तो फुलिरह। गाइस त्यही हो, अब म पनि स्टेसन पुग्न लागेँ, घर गएर एकछिन सुतेर काममा जानु पर्यो। सबजनाले चाहिँ भिडियो हेर्ने सबैजनाले चाहिँ देख्नुहुन्छ नि सब्सक्राइब गरिदिनु होइन। फेरि म भिडियोहरू बनाउँदै एउटा हुन्छ नि मलाई पनि एउटा हौसला त्यो होस्, सबैजनाले सपोर्ट गरिदिनु होला ल है।